दर्शकवृन्द भुन्टी सिरियलको 325 भागमा अहिले भूपेन्द्र र भूपेन्द्रको गर्लफ्रेन्ड जेरीले बनाएको योजना विफल भएको छ। दर्शकवृन्द अहिले भुन्टी बनेर आएकी सुकमायाले अहिले भूपेन्द्रको घरमा यति जात्रा गरिरहेको छ कि अब चाँडै भन्दा चाँडै अदालतमा हिँड्ने हो अनि त्यहाँबाट हाम्रो फैसला हुन्छ भनिरहेछ। तर म जान्न भन्दै यता भूपेन्द्र भने न्यु खोजिरहेछ। भुन्टीले माथि भुन्टी बनेकी सुकमायाले माथि गएर सबै चामलहरू दाल चामलहरू भागबण्डा लगाइरहेकी छिन्। अब आफ्नो जेठाजु जेठानीहरूलाई त्यो माथिको तलामा बस्नु नदिएर मुनि बस्ने भनेर निर्णय गरिसकेकी छिन्। र जेठानी दिदीले मैले नै बनाएको घर अनि मैले मेरै दुःख गरेर कमाएको सम्पत्तिमा त राज्य गर्ने त को होस् भन्दै भुन्टी बनेर आउने सुकुमायामाथि हात लाएपछि सुकुमायाले के बाँकी राख्थिन् र त्यति शक्तिशाली भएर आएकी सुकुमायाले आफ्नो जेठानी दिदीलाई यस्तो राम धुलाई हानिन् कि त्यो यस्तो झगडा परेको सुनेर आफ्नो जेठाजु भुवन पनि भुन्टीको जेठाजु भुवन पनि माथि आए। हैन के गरेको तिमीहरूले भुन्टी तिमीलाई त मैले तिम्रै पक्षमा लागेर यति धेरै बोलेको थिएँ र तिमी नै अहिले हामीलाई यसरी हामी तल मुनिको तलमा सार्दैछौ भनेर अनि भुवनले भन्दाखेरि अनि के गर्नु त मलाई यहाँ आफै आएर यहाँ हात लाएर राखेकी छिन् र मैले केही गर्न नहुने यो घरमा अनि त्यही भएर मलाई यति धेरै हेला गरेर मलाई गाह्रो भयो। यो हेला सहनु म सक्दिनँ। त्यही भएर एउटै ठाउँमा बसेपछि उसको अनुहार देख्छु र भूपेन्द्रले पनि उसको गर्लफ्रेन्ड ल्याएर अङ्गालो टाँसिँदै बसेको देख्छु र आफ्नो श्रीमानले आफ्नो आँखा अगाडि को पर स्त्रीलाई अङ्गालो मारेर बसेको म देख्न सहदिनँ दाजु। यही भएर मैले यसरी हामीहरू अब किचन छुटाएको हो। त्यसरी नै तल बसेर जे गरेर खाए पनि मेरो आँखाले नदेखेपछि मलाई ढुक्क हुन्छ। त्यही भएर म माथि खान्छु, तपाईँहरू तल खानुहोस् भनेर भन्छन्। र यता भुवन पनि अब छक्क परेर अनि उभिएर हेरे हुन्छन् र यता श्रियाले भन्छन् कि भूपेन्द्रले सबै सुनाइदिनु यो हामीले यसरी तल खेदाई भनेर भन्छन् र भुवन तल झरेर भूपेन्द्र तिमीले यहाँ के गर्नु आँटेको? यो छिटो अदालतमा गएर फैसला गरिहाल। भुन्टीले हामीले माथि बस्न दिइरहेको छैन। अब तलै बसेर हामी खानु हरे अनि एउटै घरमा यसरी हामी नमिली बस्नुभन्दा बरु उसलाई स्वतन्त्र उसलाई न्याय दिए र ऊ आफ्नै खुसी हिँड्छे। यस्तो अवस्था हामीले भोग्नु पर्दैन भनेर आफ्नो भाइलाई सम्झाउँदाखेरि भूपेन्द्र भने रिसले आगो हुँदै फेरि त्यसलाई म कहाँ छोड्छु र यसलाई म बाँकी छोड्दिनँ भन्दै भुन्टीलाई झम्टाउनको लागि जान तयार भइरहेछ। दर्शकवृन्द यता अब भुन्टीलाई अब यति धेरै शक्तिशाली भएर कसरी आइ त भनेर त यता भूपेन्द्रको गर्लफ्रेन्ड जेरीले चाहिँ च्याउँदै हेरिरहेछ। यसले त मार्दो रहेछ, यो खतरा यति धेरै खतरनाक कसरी भई अब यो यस्तो खतरनाक भएकी छ मलाई यहाँ बसी खान दिँदैन। भूपेन्द्रको वरिपरि मलाई बसेको खाएको हेर्न यसले सक्दैन। अब मैले के गर्नु होला म भनेर ऊ चाहिँ एकदम निराश भइरहेकी छि भूपेन्द्रको गर्लफ्रेन्ड जेरी भने। यता भुन्टीको दाजु टोकोलेले चाहिँ आफ्नो श्रीमती पूर्णिमाले गरेको सबै व्यवहारहरू उसले देखेपछि अहिले घिनाइरहेको छ। आफ्नो बाबाको सम्पत्ति ल्याउँदै म जब गर्छु, अफिस जान्छु, पैसा कमाउँछु बुढा भन्दै बुढाले मक्क पारिरहेको थियो। उसले आफ्नो पसिना नबगाई नै आफ्नो बुढो भएको बाबाको सबै सम्पत्ति ल्याउँदै उसले खुसी बनाइरहेको थियो। दर्शकवृन्द यो टोकोलेले थाहा पाइरहेछन्। अब के हुन्छ यो हेर्नको लागि अर्को एपिसोड हेर्नुपर्ने नै हुन्छ। हस् त, धन्यवाद।